नमस्कार सबैजनालाई। आज हामी पोखरा युनिभर्सिटीको इन्जिनियरिङ ड्रइङ ट्युटोरियल सिट नम्बर 9 को फिगर T9.8 सल्भ गर्न गइरहेका छौँ। हामीलाई क्वेसनमा यो फिगरलाई आइसोमेट्रिक ड्रइङमा चाहिँ चेन्ज गर भनेको छ। हामीले फिगरमा हेर्दाखेरि एउटा चाहिँ तल र एउटा चाहिँ माथि दिएको छ भने यो चाहिँ हाम्रो एउटा फ्रन्ट भ्यू र एउटा चाहिँ टप भ्यू हुनेछ। हामीले अब फ्रन्ट भ्यूकोलाई मान्ने त भन्दा योलाई फ्रन्ट भ्यू मान्दा चाहिँ यो धेरै कुराहरू नदेखिने भएकोले तलकोलाई चाहिँ हामीले फ्रन्ट भ्यू र माथिकोलाई टप भ्यू मानेर सल्भ गर्नेछौँ। अब यो सल्भ गर्नको लागि फर्स्ट अफ अल हामीलाई एउटा रेफरेन्स लाइन चाहियो। र यता पोइन्ट निकालेर चाहिँ हामी अब आइसोमेट्रिक भ्यूको लागि यतापट्टि 30 डिग्री र एउटा 90 डिग्रीमा र एउटा यतापट्टिबाट 30 डिग्रीमा तीनटा चाहिँ एक्सिस चाहिँ तान्नेछौँ। जस्तै हामीलाई अब यो एक्स एक्सिस भयो भने यो चाहिँ वाइ एक्सिस र यो चाहिँ हाम्रो जेड एक्सिस। अब फ्रन्ट भ्यू हामीले कता बनाउने त भन्दा यता बनाउँदा पनि हुन्छ र यता बनाउँदा पनि हुन्छ। अहिलेलाई हामी एक्स वाइ प्लेनमा यतापट्टि चाहिँ फ्रन्ट भ्यू बनाउँछौँ भने अब फ्रन्ट भ्यूको लागि कत्रो बक्स चाहिन्छ भन्ने कुरा हेर्छौँ। हामीलाई फ्रन्ट भ्यूको लागि लेन्थ र हाइट चाहिन्छ। हामीलाई लेन्थ भनेको 116 र हाइट भनेको हामीलाई 30 दिएको छ। हामी योबाट यता चाहिँ 116 सम्म र माथि चाहिँ 30 116बाट पनि माथि चाहिँ 30 सम्म चाहिँ एउटा हाम्रो बक्स बन्ने छ। यो भनेको हाम्रो फ्रन्ट भ्यूको लागि यो बक्स बनेको छ भने अब टप भ्यूको लागि हामीलाई कति छ त भन्दा 40 बाई अनि लेन्थ चाहिँ हाम्रो यो आइसकेको छ। त्यसैले गर्दा अब हामीले साइड भ्यूतिर 40 लिएर माथि हाइट चाहिँ हाम्रो 30 छ र यो चाहिँ 40 भइसकेपछि अब हाम्रो यतापट्टि 116 जाने र यो हाम्रो 40 यो चाहिँ हाम्रो टप भ्यू बन्ने ठाउँ भइसकेको छ र यो चाहिँ फ्रन्ट भ्यू। अब हामी स्टार्ट गर्छौँ। फ्रन्ट भ्यू यता बनाउने भएकोले अब यो लेफ्ट कर्नरलाई चाहिँ यो लेफ्ट ग्राउन्डमा राखेर चाहिँ स्टार्ट गर्न गइरहेका छौँ। हामीलाई के दिएको छ भन्दा यो कर्नरदेखि अब यहाँसम्म चाहिँ एउटा बनाउँछौँ। यहाँ चाहिँ हिडन लाइन भएकोले यसको तलपट्टि चाहिँ खाली रहेछ भन्ने कुरा हामीले थाहा पाइसकेका छौँ भने माथिबाट हेर्दा चाहिँ यति यता गएर यहाँ चाहिँ सेमी सर्कल हुने रहेछ। त्यसैले अब हामीले यो पोइन्टसम्म आउनु पर्यो। यो पोइन्टसम्म कति छ त डिस्टेन्स भन्दा योबाट यहाँसम्म चाहिँ 28 छ र यो चाहिँ हाम्रो +8 छ। 36 चाहिँ हामी एक्स प्लेनतिर ब्ल्याक गर्छौँ। त्यो भनेको हाम्रो हामी 36 गइसकेका छौँ। 36 गइसकेपछि अब योबाट चाहिँ हाम्रो माथि जानुपर्ने हुन्छ। योबाट माथि भनेको 30 माइनस यो हाम्रो 8 त्यो भनेको हाम्रो 22। योबाट चाहिँ हाम्रो माथि 22 जानुपर्ने हुन्छ। यो गइसकेपछि हाम्रो यो पोइन्टमा हामी पुग्यौँ र अब योबाट चाहिँ यो यता यो कर्नरमा जानेछौँ। त्यो भनेको हाम्रो कताबाट हेर्ने त भन्दा टोटल यहाँ चाहिँ हाम्रो योदेखि योसम्म 60 दिएको छ भने 60 यतापट्टि -8 यतापट्टि -8 त्यो भनेको यहाँदेखि यहाँसम्म चाहिँ हाम्रो हुनेछ। 44 चाहिँ एक्स डाइरेक्सनतिर जानुपर्ने हुन्छ।
हामी 44 गएका छौँ भने अब योबाट फेरि तल आउनु पर्यो। त्यो भनेको हाम्रो यो हाइट हुन्छ। त्यो भनेको 22 हाम्रो अघि नै आइसकेको छ। यति आइसकेपछि अब यो चाहिँ हाम्रो लाइन यो पोइन्टमा पुगिसक्यौँ र योबाट यता चाहिँ हाम्रो हामीले यता निकाले जति चाहिँ हुन्छ। अब हामी यो कर्नरबाट स्टार्ट गर्न गइरहेका छौँ। योबाट हामीलाई माथि 8 दिएको छ भने योबाट चाहिँ माथि हामी 8 जानेछौँ र योबाट यहाँसम्म चाहिँ हाम्रो 28 छ। र योबाट माथि चाहिँ 30 - 8। हामी अब यो कर्नर पुगिसकेका छौँ भने यो चाहिँ यतापट्टि यो हुनेछ र अब चाहिँ हामीले योबाट यता कति जाने त भन्नलाई निकाल्नलाई चाहिँ हाम्रो यसको डाइमेन्सन चाहिँ यहाँदेखि यहाँसम्मको कतै पनि दिएको छैन। त्यसैले अब हाम्रो योभन्दा चाहिँ अलि ठुलो भएकोले यसको हाम्रो डायमिटर चाहिँ 20 मान्नेछौँ र योबाट माथि यहाँ पनि यो नदिएकोले डाइमेन्सन यो पनि 20 भन्दा अलि कम, यसलाई चाहिँ हामीले 15 मान्नेछौँ। यति मानिसकेपछि अब चाहिँ हामीले योदेखि यहाँसम्मको डाइमेन्सन चाहिँ निकाल्न सक्नेछौँ। त्यो भनेको हाम्रो यहाँदेखि यहाँसम्म चाहिँ 28 छ। 28 छ भने हाम्रो 58 - 28 भनेको यहाँदेखि यहाँसम्मको निस्किनेछ। त्यो भनेको 30 र 30 माइनस हामीले यो 12 मानेकोले 10 गर्नुपर्ने छ। हामीलाई अब यो यहाँदेखि यहाँसम्म चाहिँ 20 आएको छ भने हामी अब चाहिँ यहाँदेखि 20 चाहिँ उता जानेछौँ। 20 जानेछौँ र यसै गरी हामीले अब यो साइडबाट पनि बनाउँदै आउनेछौँ। अब यो भनेको हाम्रो योबाट माथि 8 र योबाट यता हामीलाई 28। आइसकेपछि योबाट माथि हाम्रो 22। त्यो हामीले अघि यहाँ निकालिसकेका थियौँ र योबाट यता पनि 20। अब यो पार्ट चाहिँ हामीले यहाँ चाहिँ खाली राख्नुपर्ने हुन्छ र योभन्दा ठिक्क तलको यो पार्ट पनि हामीले खाली राख्नुपर्ने हुन्छ। हामीले यो लाइन र यो लाइन चाहिँ हामीले यहाँ तान्नुपर्ने हुन्छ। हाम्रो अलि यता चाहिँ मिस्टेक भएकोले यो तान्छौँ, यो तान्छौँ। यसलाई चाहिँ हामीले मेटाउनु पर्ने हुन्छ। हामीले माथिबाट हेर्दा चाहिँ यो पार्ट यहाँसम्म गएर यस्तो देखेकोले हामीले यो 15 मानेका छौँ भने योबाट हामी यता फेरि 15 जान्छौँ र यता पनि 15 जान्छौँ। 15 गइसकेपछि अब चाहिँ हामीले यो सेमी सर्कल चाहिँ बनाउने छौँ। सेमी सर्कल बनाउनको लागि चाहिँ हामीले एउटा 20 डायमिटर छ भने 20/20 को चाहिँ हामीले स्क्वायर बनाउनु पर्ने हुन्छ। स्क्वायर बनाइसकेपछि मात्रै हाम्रो चाहिँ
अरू चाहिँ हुन्छ। जस्तै हामीले अब यो ठिक्क 20 को चाहिँ एउटा लाइन लग्यो भने है, त्यो भनेको यो लाइन, यो चाहिँ लाइट पेनले लग्नेछौँ र यसको चाहिँ हामीले अगाडि सेन्टर पत्ता लगाउनेछौँ। यसको हाम्रो सेन्टर चाहिँ यो 10 मा छ भने अब चाहिँ हामीले यसमा स्क्वायर बनाएर त्यसपछि चाहिँ हामीले यसको सेमी सर्कल चाहिँ ड्र गर्नेछौँ। स्क्वायर बनाउनलाई अब हामीले यतापट्टि 10 सेन्टरबाट उतापट्टि 10 लगिसकेका छौँ भने माथि र तल पनि 10 लगेर चाहिँ स्क्वायर बनाउनेछौँ। त्यसको लागि हामीले यता 10 र यतापट्टि 10 भनेपछि हाम्रो यो चाहिँ यता र यो पनि यता। यो लाइन र यति भइसकेपछि हामीले चाहिँ लङ डायगनललाई चाहिँ मिट गर्नुपर्ने हुन्छ। त्यो भनेको हाम्रो यो लङ यो चाहिँ सर्ट भयो भने यो लङलाई चाहिँ हामीले लाइन तान्यौँ भने सर्टबाट चाहिँ यो लाइनको मिड र योबाट चाहिँ फेरि यो लाइनको मिडमा तान्नुपर्ने हुन्छ भने यताबाट पनि सेम यो लाइनको मिड र यो लाइनको मिडमा चाहिँ लाइन तान्नुपर्ने हुन्छ। यो पोइन्टबाट यो लाइनको मिड र योबाट पनि यो लाइनको मिड र यताबाट पनि यो लाइनको मिड। अब यति भइसकेपछि चाहिँ हाम्रो सेमी सर्कल चाहिँ योबाट यस्तो यतापट्टि हुने भएकोले अब चाहिँ हामीले यो सर्ट डायगोनलवाला पोइन्टमा बसेर यो मिड र मिडलाई जोड्नुपर्ने हुन्छ। त्यो भनेको यो पोइन्टमा बसेर अब हामीले यसको मिड र यसको मिड अघि हामीले तानिसकेका छौँ भने त्यसलाई चाहिँ जोड्नुपर्ने हुन्छ। यति जोडिसकेपछि अब यतापट्टिको त हामीले चाहिँदैन र योबाट चाहिँ यता जोइन गर्नलाई चाहिँ हाम्रो यो तीनवटा लाइन काटिएको ठाउँमा बसेर हामीले जोइन गर्नुपर्ने हुन्छ। त्यो भनेको हाम्रो यो चाहिँ यस्तो देखेको छ। यति तानिसकेपछि हामीले चाहिँ यसलाई फ्री ह्यान्डले चाहिँ यस्तो स्मुथ बनाउने छौँ। त्यो भनेको हाम्रो यस्तो सेमी सर्कल आएको छ। अब हामी टप भ्यू बनाउन गइरहेका छौँ। त्यो भनेको हाम्रो यो लाइनबाट यता यो लाइनबाट र सबै कर्नरबाट चाहिँ हामीले 40 चाहिँ उता लाइन लाग्नुपर्ने हुन्छ। यो लाइनबाट 40 योबाट पनि 40 र योबाट 40 यो कर्नरबाट 40 योबाट पनि हाम्रो 40 र यो कर्नरबाट पनि 40। यति गइसकेपछि अब हामीले यो लाइन यो र यो जोड्ने छौँ। त्यो भनेको यो हुनेछ र यो चाहिँ माथि जोइन गर्नेछौँ। त्यो भनेको यदेखि यसम्म र यो जोइन गर्नेछौँ। त्यो भनेको यहाँदेखि यहाँसम्म र यहाँदेखि यहाँसम्म भनेको यहाँदेखि चाहिँ यो चाहिँ यता चाहिँ हाम्रो देखिने छैन, किनभने यतापट्टिको पार्टले चाहिँ हाम्रो छेक्ने छ। यो भनेको
हाम्रो यति देखिनेछ। अब हामीले यहाँ चाहिँ सर्कल बनाउनु पर्ने हुन्छ र यहाँ पनि सर्कल बनाउनु पर्ने हुन्छ। यो चाहिँ हाम्रो यति पार्ट देखियो भने यो एक्स्ट्रा लाइट लाइनरलाई चाहिँ इरेज गर्नुपर्ने हुन्छ। र यसको विड्थ जति चाहिँ यहाँ पनि एउटा तलको भाग खाली भएकोले यतापट्टि पनि एउटा हाम्रो देखिने हुन्छ। त्यो भनेको हाम्रो योदेखि 15 हामी भित्र अघि गएका थियौँ भने यहाँबाट पनि हामीले 15 चाहिँ भित्र गएर यतापट्टि पनि यस्तै सेमी सर्कल चाहिँ हामीले बनाइदिनु पर्ने हुन्छ। त्यसको लागि फेरि हामीले अघि गरे जस्तै प्रोसेस रिपिट गर्नेछौँ। यो बाटो पनि लाइट लाइन लगेर 15 भित्र जानेछौँ भने यो दुईटाको बिचमा एउटा लाइट लाइन र यसको सेन्टर हामीले पत्ता लगाइसकेका छौँ। सेन्टर पत्ता लगाइसकेपछि यो बाटो चाहिँ हामीले 10 रेडियसको फेरि लाइन तान्नेछौँ। यता लाइन तानिसकेपछि फेरि यता र यो चाहिँ जोइन गर्नेछौँ भने यो पनि हाम्रो यति भइसकेपछि फेरि हाम्रो यो रेक्टेङ्गलको यो स्क्वायरको लङ डायगोनल चाहिँ जोड्नु पर्ने हुन्छ भने सर्ट डायगोनलबाट चाहिँ यसको मिडमा चाहिँ लाइन तान्नुपर्ने हुन्छ र यताबाट अर्को लाइनको मिडमा पनि लाइन तान्नुपर्ने हुन्छ र योबाट पनि यतापट्टि लाइन र योबाट पनि यतापट्टि लाइन तान्नुपर्ने हुन्छ। अब हामी कम्पासको युज गरेर यो पोइन्टमा चाहिँ राखेर यो मिडमा हामीले लगेको अघि चाहिँ हामीले तान्नुपर्ने हुन्छ। त्यो तानिसकेपछि अब यो चाहिँ फेरि अघिको जस्तै यो तीनवटा लाइन काटेको ठाउँमा राखेर चाहिँ हामीले एउटा यो तान्नुपर्ने हुन्छ। त्यो पार्ट हाम्रो यस्तो देखिन्छ भने बाँकी अब लाइट लाइनहरूलाई चाहिँ फेरि इरेज गरिदिनु पर्ने हुन्छ। र यसलाई चाहिँ यति क्लियर हाम्रो भइसकेपछि अब चाहिँ हामीले यो होलो पार्ट चाहिँ बनाउनु पर्ने हुन्छ। त्यसको लागि हाम्रो 116 टोटल छ भने हामीले -90 गरेपछि 26 आयो। 116 - 90 26 आयो भने यतापट्टि आधी र यतापट्टि आधी लाग्दा 26/2 गरेर 13 चाहिँ कर्नरबाट हामीले 13 चाहिँ आएर यो सेन्टर लाइन हुँदो रहेछ र यो बाटो चाहिँ माथि हामीलाई डाइमेन्सन दिएको छ 20। त्यो भनेको हामी यो बाटो माथि चाहिँ 20 जान्छौँ भने यो बाटो यता चाहिँ 13 आएर चाहिँ हाम्रो सर्कलको सेन्टर हुँदो रहेछ। त्यो भनेको हाम्रो 13 मा चाहिँ यो चाहिँ हाम्रो सेन्टर भयो भने
यसको लागि पनि हामीले स्क्वायर रेडी पार्नुपर्ने हुन्छ। यसको लागि हाम्रो कति दिएको छ भन्दा 15 डायमिटर भनेपछि 7.5 चाहिँ यताउता गएर हामीले चाहिँ बनाउनु पर्ने हुँदो रहेछ। हामी अब यो सेन्टरबाट 7.5 यता र 7.5 यता जान्छौँ र यो सेन्टरबाट यता पनि 7.5 र यता पनि 7.5 गएर एउटा स्क्वायर बनाउँछौँ। हाम्रो स्क्वायर रेडी भइसकेको छ भने अब हामीले लङ डायगोनललाई चाहिँ यो मिट गराउनु पर्ने हुन्छ भने सर्ट डायगोनलबाट चाहिँ दुवैतिरको मिडलाई चाहिँ जोइन गराउनु पर्ने हुन्छ र यताबाट पनि यो र यो यति भइसकेपछि चाहिँ हामीले अब मिडलाई जताबाट लिएका छौँ त्यसलाई चाहिँ जोइन गर्नुपर्ने हुन्छ। यो भनेपछि यता पनि बसेर सेम त्यही गर्नेछौँ। र यो तीनवटा लाइन मिड भएको ठाउँमा बसेर चाहिँ यो र यो पोइन्टलाई जोइन गर्नेछौँ र यसमा बसेर चाहिँ यो र यो पोइन्टलाई चाहिँ हामीले जोइन गर्नेछौँ। यो चाहिँ सानो भएकोले हाम्रो चाहिँ सर्कल यस्तो देखिनेछ। त्यसपछि चाहिँ हामीले यो फेरि लाइट लाइनहरूलाई चाहिँ इरेज गर्नुपर्ने हुन्छ र यस्तै सर्कल यतापट्टि पनि हुन्छ भने त्यसको फुल पार्ट चाहिँ देखिँदैन र थोरै पार्ट चाहिँ देखिने भएकोले यता पनि हामी योबाट माथि 20 गएर त्योबाट यता फेरि 13 आउँछौँ। भने यहाँ पनि हामीले स्क्वायर बनाउनु पर्ने हुन्छ। सेन्टरबाट यता 7.5 र यता पनि 7.5 र यता पनि 7.5 र यता पनि 7.5। र लङ डायगोनललाई हामीले फेरि अघि गरे जस्तै जोड्नेछौँ र सर्ट डायगोनलबाट लाइन चाहिँ हामीले मिट गराउनेछौँ पोइन्टसम्म। यति गरिसकेपछि चाहिँ हाम्रो यो बाउन्ड्रीभन्दा बाहिर चाहिँ जति पार्ट आउँछ त्योलाई चाहिँ हामीले देखाउनु पर्ने हुन्छ। हामीले अब यो कर्नरमा राखेर यो यहाँबाट चाहिँ यति पार्ट र अब यो कर्नरमा राखेर चाहिँ यसलाई जोइन गराउनेछौँ।
यस्तो चाहिँ हाम्रो यो देखिनेछ। यति भइसकेपछि हामीले फेरि यसमा चाहिँ यसको थिकनेस 8 भएकोले योबाट पनि गएर यहाँ चाहिँ फेरि एउटा बनाउनु पर्ने हुन्छ। त्यो चाहिँ अब हुन्छ यो थिकनेस कम भएपछि चाहिँ धेरै देखिन्छ, थिकनेस बढी भयो भने चाहिँ थोरै देखिने भएकोले हामीले कति देखिन्छ त्यो चाहिँ हेर्नेछौँ। त्यो भनेको योबाट 20 जाने र योबाट उता चाहिँ 13 मा चाहिँ हाम्रो सेन्टर लाइन भयो भने 7.5 यता र 7.5 यता र माथि पनि 7.5 र तल पनि 7.5 र लङ डायगोनललाई चाहिँ तान्नेछौँ र सर्टबाट चाहिँ सेन्टर लाइन र यताको पनि सेन्टर लाइन हाम्रो चाहिँ यो यति गरेपछि चाहिँ यो दुईटा मिट गराउँदा यहाँ आउने भएकोले हामी अरू चाहिँ तान्ने छैनौँ र यहाँबाट दुईटा चाहिँ यो मिट गराउँदा चाहिँ हाम्रो यस्तो देखिनेछ। त्यो भनेको हाम्रो यो लाइन चाहिँ यति, यो चाहिँ होलो पार्ट देखिनेछ। हाम्रो यतापट्टि चाहिँ यो हिडन लाइन डटले देखाएकोले हाम्रो यो पोर्सनको तलपट्टि हामी यो कर्नरबाट यता यो कर्नरबाट चाहिँ 8 छोडेर चाहिँ एउटा यहाँ पनि हाम्रो बक्स टाइपको बन्ने रहेछ। त्यो हाम्रो यो लाइनले पनि देखाउँछ। जस्तै यहाँ तल होलो भएको भए चाहिँ यो लाइन देखिँदैन थियो भने यो लाइन हाम्रो सोलिड छ भनेपछि यसको तल चाहिँ एउटा यतापट्टिबाट चाहिँ बन्द रहेछ भन्ने कुरा हामीले थाहा पाउनुपर्ने हुन्छ। त्यसो भएको हुँदा हामीले अब यो कर्नरबाट यता 40 - 8 छोडेर चाहिँ एउटा लाइन तान्नुपर्ने हुन्छ। त्यो भनेको हाम्रो 32 हुन्छ। हामीले यो कर्नरबाट 32 चाहिँ उता जानेछौँ। त्यसपछि हामीले चाहिँ फेरि 32 उता गएर योबाट चाहिँ माथि पुरै चाहिँ यहाँ चाहिँ गर्नु पर्दैन। यहाँबाट माथि यो देखिएको पार्टबाट चाहिँ हामीले माथि चाहिँ लाइन तानिदिनु पर्ने हुन्छ। त्यो भनेको हाम्रो यो कर्नरबाट यति डिस्टेन्स, यो ग्याप यता आएर चाहिँ देखिन्छ। हामीले अब यो लाइनलाई यता माथि जोडिदिन्छौँ र यो कर्नरलाई फेरि यतापट्टि चाहिँ जोडिदिन्छौँ। यति भइसकेपछि यो हाम्रो भित्रको पार्ट चाहिँ देखियो र ड्रइङ चाहिँ कम्प्लिट भएको छ।